सो गाइस फेरि आज पनि हामी आइपुग्यौँ जापानको एउटा नयाँ लोकेसन लिएर ओरेर थाहा नभएको नामको लोकेसन पार्क रुमबाट नजिकै थियो 9 दिनको छुट्टीमा आशिषको साथमा म फेरि तपाईँहरूको अगाडि आइसकेको छु मिस्टर सुमन दाहाल लाज पचाएर कस्तो लागिरहेको छ आशिषलाई ढुङ्गा यहाँ ब्याकग्राउन्डमा हामीलाई शान्तिको ड्याम देख्न सक्छौँ अरू मान्छेहरू पनि यहाँ इन्जोय गर्नलाई चाहिँ आइरहनु भएको देख्न सकिन्छ सो गाइज म सर र यहीँबाटै अलिअलि ठाउँहरू देखाइदिन्छु नाम कमेन्ट गर्नु होला है त गेस गरेर पार्कको र जसले मिलाउनुहुन्छ उहाँलाई केही एउटा सरप्राइज पनि छ हाम्रो तर्फबाट लगायत छोटो क्लिप मात्र राखेका छौँ पुरै राख्ने हुन्छ जुन कसैले पनि भन्न सक्ला भनेर अलिकति मात्र राखेका छौँ हामीले कृपया नाम कमेन्ट गरिदिनु होला नाम पत्ता लाएर हावाको कारणले गर्दा भोइस खासै क्लियर नआएको हुनसक्छ तर यसलाई ग्यालेक्सी युज गरेर नोइज सर्लक्कै कट गर्नेछु ल फेरि पुरा तपाईँहरूलाई एकचोटि